स्टिकर टाँसेको छ किन आज यस्तो भयो आज के भयो भन्दाखेरि अब हामीले यो काट्दाखेरि अब त्यो हाडकोर निस्किन्छ कि यही पानीले त्यो भित्रको चिज पखाल्दा भेटिहाल्यो भने भोलि मलाई अप्ठ्यारो नपरोस् भनेर नै मैले इन्सपेक्टर साहबलाई इन्फर्म गरेँ। किन भन्दा काम गर्दा रोक्नु पर्यो भने हामीलाई बहुत गाह्रो हुन्छ। त्यसको कारणले इन्सपेक्टर साहबले अब त्यहाँ तरबन्द लाउनुहोस्, बाहिरको मान्छे आउन नदिने वातावरण गरौँ भनेर उहाँ इन्सपेक्टर साहबको आदेश भएर उहाँ प्रहरी सरहरूले असय साहबहरूले तरबन्द लाउनु भयो। आज यहाँ आउने सर्वसाधारणहरू भित्र आउन पाउँदैन। अब यो काटेर निकाल्ने कि के हो? अब काट्ने टुङ्गा पुग्यो, ग्यास लिन गइसक्यो, ग्यास कटर हिँडिसक्यो उहाँबाट, अब आइपुग्ने बेला भयो। कतिवटा ग्यास कटर आउँछ? एउटा भए पुग्छ। किन भन्दाखेरि हामी उता तान्दै गर्छौँ अनि यता काट्दै गर्छ, पानी सुकाउँदै गर्छ। अब धेरै म्यान पावर हुन्छ, बेलचाहरू पनि उहाँ नामै बिर्सिन्छ। हाम्रो चाहिँ के नाम हो त्यो हाम्रो भाइको? काउसतीको होइन, बेलचा ल्याइदिनु। उहाँले अब 6वटा बेलचा ल्याइदिनु भएछ। के अरे रुपेश सरले अब बेलचा ल्याइदिनु भयो होइन। अब बाहिर पठाएको पैसा मलाई देऊ भन्ने पैसाले मैले बगि बेलचा ल्याइदिनु। अहिले यहाँ बेलचा बिहान 2टा सिलिन्डर ल्याइसकेका छन्। 2टा अक्सिजन, 2टा सिलिन्डर भयो, 2टा ग्यास कटर युज भयो। हजुर 2टा ग्यास कटर त मेसिन त एउटै युज हुन्छ, तर एउटा नपुग्न सक्छ। एक्स्ट्रा एउटा पनि हाम्रो चाहिँ कावसतीबाट उहाँहरू चाहिँ यो टायर कान्छालाई चाहिँ सहयोग गर्न भनेर आउनु भएको थियो। उहाँहरू सुरुमा चाहिँ आइडिया दिन आउनु भएको थियो, पछि टायर कान्छाको जब मेहनत देखिसकेपछि अनि उहाँहरू चाहिँ आफै खटिनु भएको छ। हाम्रो चाहिँ मुक्तिदाता वेल्डिङ बेल्डिङ सेवा, यो चाहिँ कावसतीको डन्डा लगायतका विभिन्न ठाउँमा छ है तपाईँहरू। सुरुमा चाहिँ तपाईँहरू 4 जना दाजुभाइ 4 जना आउनु भएको थियो। हजुर अहिले चाहिँ कतिजना आउनु? अहिले हामी 2 जना। ल अब तपाईँहरूलाई चाहिँ आजको कामको लागि सफलताको शुभकामना पनि दिन्छौँ हामी। हस्, धन्यवाद। ग्यास सिलिन्डर आइसकेपछि ग्यास सिलिन्डरको थ्रुबाट चाहिँ यो बसलाई अब काट्ने काम हुँदैछ। टुक्रा टुक्रा बनाएर पिसबाट निकाल्ने हो। यसरी देख्नुहोस्, एउटा पिस निस्किसकेको छ। यो सिलिन्डरबाट त्यो आगो बालिन्छ र आगो बालिसकेपछि पिस छुट्याउँदै गाडीको सम्पूर्ण पार्ट्सहरू अब निकाल्ने काम भइरहेको छ। भनेपछि सम्भावना यो स्मेल भनेको बढीकै हो सम्भावना। मान्छेको कपडाहरू पनि देखिन थाल्यो होइन? देखिरहेको छ। तपाईँको नाम चाहिँ के? राजकुमार दर्जी। फ्रन्टलाइनबाट सुरु दिनदेखि नै जोडिनु भएको छ है बासँग? गरिरहनु भएको छ। अब चाहिँ यो ड्राइभरको अघिल्लो भागमा यो ड्राइभर बस्ने सिट हो नि त होइन? यहीँबाट ड्राइभरको हेर्नु त बोतल त्यो बिचरा पानी खाएको बोतल पनि त्यहीँ भित्र रहेछ। त्यो माथि कपडा होइन? कपडा हुन्छ सिटको कभर जस्तो लाग्यो है। यो चाहिँ ड्राइभरको फ्रन्ट पार्टबाट चाहिँ त्यो बालुवा निकाल्ने काम हुँदैछ। निकै नै स्मेल आइरहेको छ। 18 महिनासम्म यो बसेको गाडीमा पक्कै पनि ड्राइभरको फ्रन्ट सिटमा, ड्राइभर बस्ने सिटमा चाहिँ त्यो बालुवाहरू निकाल्ने काम भइरहेछ। यहाँ के कारण के स्मेल भने ब्याड स्मेल आइरहेको छ एकदमै। र उहाँ जो बेलचा चलाइरहनु भएको छ उहाँले चाहिँ के मान्छेको अवशेष भेटिन्छ कि भन्ने हिसाबले चाहिँ खोजिरहनु भएको छ ड्राइभरको फ्रन्ट सिटमा।